र साथीहरू हाम्रो गाउँको बाटो चाहिँ पिच भइसक्यो ककनी जाने बाटो होइन। यहाँ चाहिँ अब पिच हुन लागेको जस्तो छ है। अब यसरी सिमेन्टहरू के हाल्दैछ पिच गर्न लागेको जस्तो छ यतातिर चाहिँ रोलर सबै छ यता सोजर यताउता डिजेल सिजेल सबै छ रेडी पोजिसनमा। अनि यो हालेको त पिच गर्नलाई त होला त्यस्तो लागिरहेको छ है। डोजर चट्ट लगाएर बाटो चाहिँ फेरि सम्मै छ एकदमै डाबुल्टी चाहिँ त्यति छँदैछ कुनै कुनै ठाउँमा चाहिँ बनाउँदैछ त्यो बनाएको भइ नै आइदिइहाल्छ हेर्न सक्नुहुनेछ भ्यू। जाडोले कुहिरो जस्तो लागिरहेको छ। दादा मेरो ड्राइभर है ड्राइभर त्यही हो साथीहरू। अब अगाडि अब हजारे यतातिर आउनुहुन्छ मुला पनि लान पाएँ है हजारले घरतिर किनेर लगायो। गाउँघरतिर यस्तो दामी दामी है यो रोड धेरै पछि नि आमाई दामी दामी सिनहरू छ चट्ट लगाएर राम्रो राम्रो। यो साथीहरू अलिक गाउँले गएर भेट्छु भने यतै भेटिन्छु। खानेकुराको बाटो बिग्रेको सबैभन्दा धेरै त्यहाँ पनि म एकचोटि त्यहाँ पनि भिडियो बनाउँछु म। त्यहाँ पनि बाटो एकदम राम्रो छ। अहिले खानेको लागि चाहिँ भिडियो बस्छु म भिडियो बनाउँछु साथीहरू। यतातिर चाहिँ बाटो बनाउँदैछ साथीहरू ढलान गर्दैछ है। यत्रो यो एक फुट ढलान हुँदैछ यतातिर चाहिँ बाटो जे होस् बनिसकेको छ 50% हुँदैछ 50% हुन बाँकी छ। त्यसरी ढलान गर्दैछ यता दोतरहरूले समाउँदैछ त्यहाँ। हेर्न सक्नुहुन्छ है टिप्पर आएर माटो हालिरहेको छ यताउता सरसफाइ भइरहेकै छ अर्किने प्रोग्राम होइन। काम हुन्छ साथीहरू हेर्न सक्नुहुनेछ हजुरहरूलाई यस्तै छ बाटो गर्दैछ 50% अफ रहेछ 50% बाँकी जस्तो लागेको। कति साथीहरू त्यही खौले बजारमा भेटाउँला है त।